लासो साथीहरु नमस्ते अनि स्वागत छ मेरो ब्लगमा। अनि म चाहिँ धेरै दिन भएको थियो कि भिडियो नबनाएको, कति महिनै भइसक्यो होला, कति महिनापछि मात्र भिडियो बनाउन लाग्यो। अनि आज चाहिँ म आफैले गाडी चलाएर घुम्न जाँदैछु, कति एक्साइटेड छु। आई होप राम्रोसँग गाडी चलाउन सक्यो होइन। फर्स्ट लाइसेन्स निकालेर चाहिँ मेरो फर्स्ट हो है। अनि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि धेरै दिनको कामको स्ट्रेसमा चाहिँ आज चाहिँ रिफ्रेसमेन्ट गर्न जाँदैछु। म चाहिँ रेडी नै भएको छैन कि, यत्तिकै उठेर मुख सुधोएँ अनि अब चाहिँ रेडी भएर अनि जानुपर्छ है त। मैले चाहिँ ड्रेस चेन्ज गरिसकेँ अनि मेरो आजको आउटफिट अलिअलि कपाल पनि कर्ली गरेको, यहाँ यस्तो भयो, बिग्रिसक्यो। अनि अब चाहिँ जान लागेको। फाइनल्ली म चाहिँ आइपुगिसकेँ रुरु पार्कमा होइन। म चाहिँ आज रुरु पार्कमा आएको, आफैले गाडी चलाएर त नर्भस भएर होला, डर लाग्दो रहेछ अलिकति। जसरी तसरी चलाएर आइपुगेँ है। अनि यहाँ चाहिँ अब रुरु पार्कमा चाहिँ म चाहिँ फर्स्ट टाइम हो, यहाँ चाहिँ के छ भन्ने कुरा चाहिँ थाहा छैन। अनि त्यहाँ भित्र गएर अब टिकट काटेर भित्र गएर छिर्नुपर्छ के छ भनेर। मेरो आजको ड्रेस म देखाउँछु है कस्तो रहेछ। म चाहिँ रुरु पार्कमा आइसकेँ। अनि मेरो चाहिँ आजको ड्रेस यस्तो छ। कपाल कर्ली बनाएको, गाडीबाट आउनुभन्दा अगाडि त अब साइकलमा आउनु पर्छ नि त। साइकलमा आउँदाखेरि कपाल सब बिग्रियो। चल रुरु पार्कमा साथीहरू आइपुग्यो रुरु पार्क। तपाईँहरू पनि म सँगसँगै घुम्नु है त। यहाँ भित्र के छ भनेको चाहिँ थाहा छैन। आज चाहिँ आइतबार हो, जापानिजहरू पनि धेरै हुनसक्छ। अनि सायद मलाई लागेको चाहिँ यहाँ गार्डन होला जस्तो लागेर छ। अब भित्र चाहिँ के छ घुमौँ है त। मेरो DJI क्यामेराबाट भिडियो बनाएको है, DJIबाट। बिहान देख्न सक्नुहुन्छ रुरु पार्क। यस्तो फुलहरू रहेछ, यस्तो फुलहरू है, यस्तो गाडीहरू। साथीहरू मलाई चाहिँ थाहा छैन यहाँ पैसा कति पर्छ भनेर टिकटको होइन। अनि अब म चाहिँ यहाँ टिकट काट्न जान्छु अनि त्यसपछि तपाईँहरूलाई भन्छ है त। अनि कति पर्दो रहेछ, ठाउँ कस्तो रहेछ हेर्छ। अनि राम्रो लाग्यो भने तपाईँहरू पनि जान सक्नुहुन्छ है। यहाँ पार्क चाहिँ यस्तो रहेछ, तर अहिले त हरियो मात्रै होला के। यति धेरै टाइपको फुलहरू चाहिँ पाउँदो रहेछ। यो यस्तो खासमा यो छ भनेर आएको हो। यो चाहिँ कहाँ रहेछ त हेर्नु। यो निलो हेर्न आएको कि खासमा यो हेर्न आएको। ए हामी अहिले यहाँ रहेछ, यत्रो छ यहाँ, यत्रो म्याप रहेछ, यत्रो म्याप रहेछ। अब यो यहाँ गएर यहाँ हेर्नुपर्ने हुन्छ अनि कस्तो कस्तो रहेछ भन्ने कुरा होइन। चट्ट लगाएर घुम्नुपर्ने हुन्छ हामी। एकछिनमा भेटौँ है त। यहाँबाट घुम्न जाँदा चाहिँ घुम्ने एरिया चाहिँ ठुलो रहेछ। अनि घुम्न जानलाई चाहिँ यहाँ साइकलबाट तपाईँहरूले देख्न सक्नुहुन्छ। साइकलमा जान पनि मिल्दो रहेछ, साइकलमा चाहिँ अलिक पैसा लाग्दो रहेछ। अनि अब हामी चाहिँ हिँडेर जाने निदो गऱ्यो, हिँडेर जाने। यहाँ चाहिँ यहाँ म देखाइदिन्छु। यहाँ कहाँ पुग्यो यार। यहाँ फर्स्टमा चाहिँ हामी यो यहाँ जाने निदो गऱ्यौँ होइन। यहाँ गएर चाहिँ अनि घुम्नु पर्ने हुन्छ। त्यहाँ फुल भएको ठाउँमा गएर देखाउँछ है त। अनि राम्रो रहेछ। पिकनिक खानेकुराहरू खै लानु मिल्छ कि मिल्दैन थाहा छैन, तर ल्याएन। भोक चाहिँ लागिसक्यो, केही नै खाएको छैन। तर एरिया चाहिँ ठुलो रहेछ, ठुलो। घुम्न आउनलाई चाहिँ मजा हुने रहेछ। शीतल भएको छ, घाम नै लागेको छैन। बेलुका बेलुका चाहिँ जाडो हुन्छ होला।
हेर्न सक्नुहुन्छ। साथीहरू हरियो ठाउँ मनपर्नेहरूलाई चाहिँ यो ठाउँ एकदम पर्फेक्ट छ है। यहाँबाट पुरै हरियो छ होइन। पछाडि मेरो पछाडि हेर्न सक्नुहुनेछ। यहाँ हेर्नु पुरै हरियो छ है। म देखाउँछु है तपाईँहरूलाई। हेर्नु त पुरै हरियो छ। मान्छेहरू कुकुर पनि लिएर आउँदो रहेछ। हेर्न सक्नुहुन्छ। वा क्या दामी। हामी घुम्ने होला यहीँ पुरै घुम्ने होला अब हामी। हेर्नु त पुरै हरियो छ। हरियो वन नेपालको धन भनेर पढे जतिको मात्रै भयो। हेर्नु न त्यहाँ बोटिङ गर्न मिल्छ कि क्या हो। वा दामी देख्यो नि त। त्यहाँ बोटिङ गर्न मिल्दो रहेछ। अब त्यहाँ बोटिङ गर्न जाने। तपाईँहरूलाई वरिपरि हरियो चाहिन्छ भने चाहिँ यो ठाउँ चाहिँ एकदम पर्फेक्ट छ है। जोडीहरूको लागि होइन, फ्यामिली नै आयो नि हुन्छ। त्यहाँ बोटिङ गरिरहेको छ। त्यहाँ गएर अब बोटिङ गर्नुपर्छ। त्यो चढ्नुपर्छ। साथीहरू मलाई चाहिँ यहाँ आएर हाँसो लाग्यो कि अब खासमा फुल हेर्न आएको होइन। फुल हेर्न आएको। यहाँ मेरो यहाँ पछाडि पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ हेर्नु न यहाँ फुल हेर्न आएको रे होइन। यति मात्रै रहेछ कि खासै धेरै नै छैन होइन। अरू चाहिँ भर्खर हुँदै रहेछ। म देखाइदिन्छु है। यहाँ हेर्नु न यति मात्रै रहेछ कि खासमा यही फुल हेर्न आएको है। यतातिर त भर्खर फुलेकै छैन। भिजोक यति मात्रै रहेछ। मैले चाहिँ सोचेको थिएँ कि धेरै नै छ होला तर खासै होइन। ए तर यति भयो भने अलिक राम्रै चाहिँ देखिरहेको रहेछ त। साथीहरू मैले अघि देखाएको थिएँ नि यहाँ रिभर छ भनेर होइन। यो चाहिँ सायद समुद्रको हुनसक्छ है। समुद्र हुनसक्छ है। यो चाहिँ समुद्रको एक चोकटा। मैले अघि माथिबाट देखाएको थिएँ। म यहाँ नजिकबाट देखाइदिन्छु ल। यस्तो छ। वहाँ पर चाहिँ यहाँ बोटिङ गर्दो रहेछ। त्यहाँ गएर अब बोटिङ गर्नुपर्छ। मैले चाहिँ होइन बोटिङ चाहिँ फन पार्कमा कहाँ पुग्यो यार क्यामेरा ल आयो। मैले चाहिँ बोटिङ चाहिँ म काठमाडौँमा फन पार्कमा गरेको थिएँ। अनि बच्चा बेला पोखरामा नि गरे जस्तो लाग्यो चाहिँ। त्यस्तो खासै याद छैन। गर्न चाहिँ गरेर मम्मीसँग घुम्न जाँदाखेरि होइन। अनि आज अब गरेर हेरौँ टिकट कति लाग्छ। तर यहाँ छिर्नको लागि टिकट चाहिँ चाहिँदैन रहेछ है। के अरे त्यहाँ गेमहरू खेल्न के गर्नको लागि चाहिँदो रहेछ। पार्क मात्रै घुम्ने भए त चाहिँदैन रहेछ। तर पार्क चाहिँ निकै ठुलो छ है। क्यामेरा नि कता जान्छ है। अनि यहाँ चाहिँ भुसुना आएर यहाँ लास्ट ल्याङ गरेर हेर्नु न यस्तो गरिरह बिजोक यस्तो छ है। अब यहाँ यस्तो अलि एक दुईवटा फोटोसोटो छ्या त्यस्तै उठिसक्यो। एक दुईवटा फोटोसोटो खिचौँ अनि भिडियो बनाऊँ अनि गइदिउँ। गाइस हेर्नु न यहाँ पानी पर्न लागेर कस्तो बिजोक भयो आकाश। म देखाइदिन्छु ल। यस्तो हावा लागेर हेर्नु न कपाल सपाल पनि जिङरिङ्ग भएर। म आकाश देखाइदिन्छु ल कस्तो भइरहेको रहेछ भनेर। के भयो यस्तो। म आकाश देखाउँछु ल। हेर्नु न यस्तो झर्लै जस्तो भइसक्यो। झर्लै जस्तो भइसक्यो त। अनि पानी त जानुपर्ने हुन्छ। अब चाहिँ पानी पऱ्यो भने त बिजोक हुन्छ नि त। बिजोक बस्ने ठाउँ तर एकदम राम्रो। मान्छेहरू चाहिँ साइकलमा आउँदो रहेछ होइन। एकदम रमाइलो छ ठाउँ। हेर्नु न हरियो मनपर्नेहरूलाई चाहिँ एकदम पर्फेक्ट ठाउँ। म चाहिँ यहाँ डुङ्गा के भन्छ चढ्ने ठाउँमा डुङ्गा
खै हाँस जस्तो डुङ्गा चढ्ने ठाउँमा आइपुगिसक्यो नि। यहाँ चाहिँ आधी घन्टाको 1000 रुपियाँ रहेछ होइन। 6 जना 1000 एकजनाको 1000 रुपियाँ कति हो यहाँ लेखेको रहेछ नि, लेखेको रहेछ कतिजनाको त्यो चाहिँ अलिक थाहा भएन होइन, हेर्नु पर्ने हुन्छ। सबैजनाको 1000 एउटाको 1000 रुपियाँ हो कि थाहा भएन। यहाँ चाहिँ कति धेरै मान्छे छ। अब यहाँ टिकट काटेर जानुपर्ने हुन्छ। यहाँ चाहिँ यस्तो छ। अब हामी चाहिँ यो चढ्न जानु लागेको। अब म अहिले एकछिनमा चढेपछि देखाउँछ। यहाँ मान्छेहरू आउँदो रहेछ, त्यही भएर ला साथीहरू म चाहिँ यहाँ बोट चढिसकेको छ है। बोट चढेर अन्त वहाँ पर यहाँ देखिन्छ जानुहुन्छ तपाईँहरूले, यहाँ परसम्म जाने होइन। कस्तो रिफ्रेस भयो क्या, जहिले काम गर्दा कहिलेकाहीँ यस्तो चिसो हावाले खानुपर्छ, यस्तो आनन्द फिल। आफैले गाडी चलाएर आउँदाखेरि त त्यस्तो आनन्द हुँदैन। तर अनि आफैले पनि गाडी चलाएर आयो, मान्छेहरू पनि धेरै छैन नि त, अनि आफ्नै सुरमा जतिखेर गयो नि भयो भन्ने आज चाहिँ अलिक रमाइलो भइरह। लास्ट टाइम म कहिले 7-8 वर्ष अगाडि होला हौ मैले फन पार्कमा, काठमाडौँको फन पार्कमा चढेको थियो। त्यहाँबाट आएर फर्स्ट टाइम 8 वर्ष पछाडि। एकदम चिसो रमाइलो भइरह। मलाई त साथीहरू म चाहिँ डुङ्गा चढेर आइसकेँ होइन। त्यहाँ 1000 रुपियाँमा 6 जनासम्म चाहिँ आधी घन्टासम्म चलाउन मिल्दो रहेछ होइन। अनि घुम्न पनि फ्रेस भयो। आज त घाम पनि लागेको छैन होइन, घाम पनि लागेको छैन, पानी पनि परेको छैन, शीतल मौसम भइरहेको छ। यस्तो दामी लागिरहेछ कि यस्तो हेर्नु नै। आज फेरि त्यस्तो बिजी पनि छैन नि त, त्यही भएर यस्तो राम्रो भइरहेको। अब उतातिर घुम्न जाने। मेरो पछाडि देख्न सक्नुहुन्छ यहाँ चाहिँ यहाँ खेल्ने ठाउँ रहेछ, बच्चाहरू खेल्ने ठाउँ रहेछ। अनि मान्छेहरू आज शनिबार र आइतबार चाहिँ मान्छे धेरै आउँदो रहेछ। धेरै आउँछ भन्नाले त्यस्तो प्याक पनि त छैन, तर धेरै चाहिँ आउँदो रहेछ आउन चाहिँ। यहाँ चाहिँ खेलिरहेछ। अब हामी चाहिँ उता के भन्छ पुल चढ्न जानु लाग्यो। पुल चढ्ने अनि त्यतैबाट त्यतै जाने। यस्तो छ। मैले अघिदेखि भन्दा चाहिँ हरियो मनपर्नेहरूलाई चाहिँ एकदमै राम्रो ठाउँ छ ल। हरियो मनपर्नेहरूलाई चाहिँ होइन, हरियो मन नपर्नेहरूलाई चाहिँ राम्रो छैन। एकदम पिसफुल ठाउँ छ ल यो चाहिँ। गाइज हेर्नु न यहाँ कस्तो पिसफुल ठाउँ हो, दामी छ। यस्तो राम्रो छ यार, यस्तो आनन्दको शीतल आइरहेको कि। वहाँ परबाट घुमेर आएको म देखाउँछु ल। वहाँ परबाट यस्तो पुरै घुमेर यहाँ आइपुग्यो। अब त्यो परको पुल, अब त्यो परको पुल चढ्न जाने। यस्तो आनन्दको शीतल पहाडको छुकु छुकेरेल गयो हजुर रोक्दैन रोकी, के भन्छ गीत पनि यहाँ भ्याएको त। मेन्डक दामी छ यार। मैले अघिदेखि पुल चढ्नको लागि खोजिरहेको थिएँ, गइसक्यो होला भनेर सोचिरहेको थिएँ। तर पुल चाहिँ यहाँ रहेछ कि यहाँ
यहाँ कुकुरले हामीलाई स्वागत गर्दैछ यहाँ हेर्नु न यहाँ जापानको पुल त कस्तो मैले त हल्लिने खाले होला भनेर सोचिरहेको थिएँ तर यस्तो पो हुन्छ साइकल ल्याउन मिल्ने हुन त हाम्रो नेपालमा पनि बाइकहरू कुदाएर आउँछ कुदाउन जानु कस्तो प्लास्टर गरेको छ भने यो सब हेर्नु न यो सब फलामको यस्तो पक्की छ क्या यहाँ प्लास्टर गरेको छ क्या म त हल्लिने खाले पुल होला सोचिरहेको थिएँ कि तर मलाई चाहिँ त्यो हल्लिने खाले पुलमा चाहिँ मलाई त लास्ट डर लाग्छ नि त्यसमा चाहिँ हेर्नु न यस्तो राम्रो छ यहाँ आजको मौसम पनि कस्तो शीतल भएको छ यस्तो गर्मी पनि छैन जाडो पनि छैन आनन्दको ठिक्क भएको छ हामी वहाँबाट आएको है वहाँबाट यस्तो घुमेर अझ यता नि यो त समुद्र नै रहेछ हौ मैले त कहाँ तालहरू जस्तै होला हुन्छ समुद्र नै ठुलै रहेछ क्या अहिले चाहिँ यहाँ बाहिर निस्किने ठाउँ आइपुगिसक्यो हामी 3 घन्टा 3.5 घन्टा बढी घुमेर साइकलमा नि जान चाहिँ मिल्दो रहेछ अनि गाडी नै आउँदो रहेछ आउन चाहिँ तर आफूले घुम्ने जसरी घुम्न चाहिँ पाउँदैन 3 घन्टा 3.5 घन्टा बढी चाहिँ घुम्यो अब चाहिँ फर्केर जानु पर्यो अनि यहाँ आएर टिकटहरू त्यस्तो लाग्दैन रहेछ खेल्ने ठाउँलाई चाहिँ अनि त्यो बोर्ड चढ्ने ठाउँमा चाहिँ लाग्दो रहेछ होइन अनि ससै भयो धेरै लाग्दैन रहेछ यहाँ नि खेलिरहेछ होइन अब लाग्दो पऱ्यो थाके यहाँ छ दिदीहरू खेलिरह्यो हामी चाहिँ जहाँबाट इन्ट्री भएको त्यही ठाउँमा आइपुगिसक्यो नि अब चाहिँ यहाँबाट लाग्नुपर्ने हुन्छ घरतिर बाटोमा खाजा खान्छौँ अनि खाजा खाएन बिहानदेखि केही खाएको छैन नि त अनि भोक पनि लागिरह अब फर्किँदा बाटोमा खाजा खाने अनि त्यो भएपछि चाहिँ अनि घर जानुपर्ने हुन्छ थाके यार त्यतिबाट आउँदा पनि अब म चाहिँ यहाँबाट फर्किन लागेको चाहिँ लास्ट एकचोटिमा देखाइदिन्छु ल यहाँ रुरु पार्क यहाँबाट चाहिँ इन्ट्री गर्ने हो त्यहाँबाट इन्ट्री अनि जाने मलाई चाहिँ अनि आज लाइसेन्स निकालेर फर्स्ट टाइम आफैले गाडी चलाएको हो नि त अनि मैले गाडी सिक्दाखेरि चाहिँ चाबी नभएको वाला अटोमेटिक गाडी सिकाउँदा नि यो गाडी चाहिँ चाबी रहेछ म कस्तो ठिस भइरहेको अनि त्यो इन्जिन पनि अन भयो जस्तो लागेर अघि एकचोटि त चाबीलाई गर्न लगाएर घरमा गर्दै मैले अनि इन्जिनै खोलेर त्यहाँ देखाएर त स्क्रिन पनि देखाएर त के भयो लास्टमा त आफै ठिस भयो अनि अब चाहिँ गाडी निकाल्न जानु लाग्यो अनि गाडी बसेर जान्छु सिधै गाइस म चाहिँ घर आइपुगेँ अनि बिहान पनि मैले यहीबाट भिडियो स्टार्ट गरेको थिएँ अहिले पनि यहीबाट भिडियो इन्ड गर्दैछु अनि तपाईँहरू हेरेर लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला धेरै दिन बसेको भिडियो हो अनि यति भन्दै अर्को नयाँ भिडियो पनि लिएर चाँडै लिएर आउँछु त्यही भन्दै बाई बाई भेटौँला नेक्स्ट ब्लगमा।